नमस्कार सबैजनालाई। आज बिदाको दिन यो ड्रागन फ्रुट पुरानो 3-4 वर्ष पुरानो ड्रागन फ्रुटका केही बिरुवाहरू रहेछन्। त्यसलाई चाहिँ संरक्षण गर्नलाई यसलाई कटिङ गरेर आज नयाँ बिरुवा बनाउने योजना गरिएको छ, जसअनुसार केही हाँगाहरू काटेर ल्याइएको छ। ल्याइसकेपछि अब यसो त्यो हाँगाबाट बिरुवा बनाउनको लागि चाहिँ एउटा हँसियाको प्रयोग गरेर यसलाई चाहिँ ताछेर तलपट्टि अलिकता जरा आउनको लागि चाहिँ ताछिँदैछ। यसै ताछिसकेपछि 8-10 वटा ड्रागन फ्रुटका बिरुवाहरूका लागि हाँगाहरू तयार भएका छन्। तयार भइसकेपछि यो हाँगाहरूलाई माटोमा चाहिँ राखेर अनि त्यो माटोमा जरा आउनको लागि चाहिँ छोडिन्छ। घरमा खेर गएर गइरहेको यो कोकको बोतलहरू प्रयोग गरेर त्यसमा चाहिँ ड्रागन फ्रुट जमाउनको लागि चाहिँ कोसिस गर्दैछ। यो एक्सेसिभ पानी नजमोस् भनेर त्यसलाई चाहिँ निकाल्नको लागि चाहिँ छिड्का पारिँदैछ, नत्र भने फेरि यो जरा कुहिने सम्भावना हुन्छ। यसरी छिड्का पारिसकेपछि अब यहाँ चाहिँ हामीले माटो भरियो, तलपट्टिको लागि चाहिँ माटो भरियो। माटो भरिसकेपछि अब यहाँ चाहिँ हामीले ड्रागन फ्रुटको बिरुवा लगाइन्छ अथवा रोपिन्छ अनि यसलाई चाहिँ पानी दिएर केही समयको लागि छोडिन्छ। अब त्यो 3-4 महिनापछि गएर चाहिँ यसमा माथिबाट चाहिँ नयाँ हाँगाहरू पलाउन थाल्छ अनि त्यसैलाई फेरि अब हामीले जमिनमा रोप्नका लागि तयार हुन्छ।